गाइस के छ है आफ्टर लङ टाइम हुन्छ नि हैन घरमा आउँदैछु हुन्छ आज भनेको टक्क लाएर हुन्छ नि आज छुट्टी थियो त्यही भएर धेरै बजीको लङ टाइमको धेरै बजीको ग्याप पछि बनाएको है कति लगभग 3 हप्तापछि नै 3-4 1 महिनै भयो होला मैले घरमा बनाएको आज फेरि कन्टिन्यू गर्दैछु हैन आज फेरि भनेको रमाइलो भनेको यहाँ टक्क लाएर हुन्छ नि अब हाम्रो विकेन्ड यसरी बित्दैछ कम्पनी नजिक हो कम्पनीबाट यता टक्क लाएर आयो भने हुन्छ होइन फुल खेल्न आएको त्यो भएर राम्रोसँग बसिरहेको बनाउने इन्टेन्सन त छैन तर एक्कासी बनाइदिइहाल्छु बस्दा बस्दै हुन्छ होइन बनाइदिनु हुन्छ बनाइदिइहाल्छु मजाले ल गाइस सधैँ जस्तो गरी फेरि पनि ऐनाबाटै सुरु भएको छ हाम्रो होइन त्यही हो अगाडिको भिडियो भनेको त्यो हिजोको दिनको थियो होइन हिजोको थियो अनि आज भनेको चाहिँ फेरि हामी अब टक्क लाएर बाहिर जाँदैछौँ आजको भिडियो पनि मिठो छ फेरि त्यो त फेरि सक्दैन नि फेरि हिजोको भिडियो कन्टिन्यू गर्ने भनेको कन्टिन्यू त्यस्तै भइहाल्यो आजको भिडियो न मौसम हल्का मिठो छ नि दामी छ त्यही हो भन्दाखेरि जाउँ न टक्क लाएर अब जाँदैछौँ बाहिर जाने हो मजाले अब फेरि अब भोलि ड्युटी फेरि जानुपर्छ ड्युटी जानु परिहाल्छ त्यही भएर टक्क आज टक्क घुम्यो त्यही भएर कन्टिन्यू गरेको भिडियो होइन अब भनेको बाहिरको मजाको बाहिरको भ्यू देखाउँछु बाहिरको भ्यू दामी छ बाहिरको भ्यू देखाउँछु है ल त गाइस हामी हुन्छ नि होइन घुमी फेरि रुम डाटा भने जस्तै हुन्छ नि होइन फेरि कफलन आएको छ कफलनबाट आएपछि हामी अब आज चाहिँ दाइ कहाँ जाने हाम्रो बाबाबाट जाने हो मजाले चिलमा घुम्ने हो विकेन्ड गरेर हुन्छ नि छुट्टीको त सदुपयोग गर्नु पऱ्यो त्यो धेरै हो भिडियो चाहिँ हिजो पनि अब त्यो बनाउने इन्टेन्सन त खाँदा के भयो अहिले चाहिँ अब हिजोकै भ्लगलाई कन्टिन्यू हिजोकै भ्लगलाई कन्टिन्यू चाहिँ गर्नु खोजेको मात्रै हो होइन त्यसो अब गइन्छ टक्कै यहाँबाट यसो सामानहरू किनमेल गरिन्छ त्यसरी गइन्छ आनन्द मजाले जान्छ कहाँ भन्ने कुरा चाहिँ हो तर जान्छ चाहिँ गइन्छ यहीँ जान्छु भन्ने छैन मजाले जान्छ गइन्छ त्यही हो इन्ट्रेन्स चाहिँ यस्तै छ मजाले यस्तै छ कलाएर अब भित्र छिर्छ भित्र चाहिँ अब भिडियो बनाउनु चाहिँ उयो छैन त्यही पनि अहिले कन्टिन्यू गर्छ फेरि बाहिर चाहिँ कन्टिन्यू गर्छ त गाई चाहिँ आम्मो भ्यू मजाको फेरि घाम लाग्यो
झन् जाडो हुन्छ भने ज्याकेट लगाएर मजाले हुन्छ होइन थर्मोकोट लगाएर हिँडेको छैन घाम लाग्यो फेरि बियर हुन्छ टक्क फेरि घाम लाग्यो स्न्याक्स चाहिँ यो भयो लेज चिज लेज अनि यो भनेको हट एन्ड स्पाइसीवाला चिप्स छ भनेको हामी चाहिँ फेरि गन्तव्य भने उतातिर जाने हो मजाले अब घाम लागेको मेन दुःख चाहिँ अब त्यही लागेको अघिसम्म सबै ठिक थियो अघिसम्म चाहिँ जहाँ जाडो थियो होइन पानी परेको उ थियो होइन सबै उ थियो अहिले त फेरि घाम भएपछि अब यो खोल्नै पर्ने भयो ज्याकेट खोल्नै पर्ने भयो म बोक्दिउँ तनाव भयो पालपालो बोकौँ न के हो यो त 6 लिटर छ अनि 6 लिटर छ अनि 1 लिटर हातमा 12 लिटर छ नि खल्तीमा हाल्यो हुन्थ्यो के भन्दै खालिएन कस्तो यार गाई झ्यार कस्तो ठ्याक्कै घाम लाग्यो क्या अब कस्तो भाइब आउँछ टक्क लगाएर पुरै मजाले चिसो हुँदै गएर जाउँ भनेको अब जाउँ भनेको खै पुरै घाम लगाएर बिजो भयो ठिकै छ अब लुगा ज्याकेट खोल्नुपर्ने हुन्छ ल हुन्छ यो ठ्याक्क अगाडि चाहिँ हुन्छ नि अलि रोड सोड पुगेपछि टक्क हुन्छ नि भित्रको बाटोहरू चाहिँ हुन्छ नि एक्सप्लोर गर्छ है ल एकछिनमा कन्टिन्यू गर्छ ल गाइस ल मजाको शान्तको मजाकोवाला भाइसवालामा पुग्यो हामी टाढा छैन फेरि यो भाइस पाउनलाई धेरै टाढा चाहिँ आउनु पर्दैन होइन एकैछिन कति 5-10-15 मिनटपछि टक्क लाएर आइपुग्नु छ तर मजा आएको छ आनन्द हो रुखहरू सबै सुकिरहेछ र मिठो छ आनन्दको छ यस्तै छ गाइज सरी है फेरि भिडियो चाहिँ कन्टिन्यू गर्न सकिनँ होइन कन्टिन्यू गर्न सकिनँ भने के कन्टेन्ट मेन कन्टेन्ट पनि छैन केही छैन कतै गएको पनि छैन ड्युटी गयो रुम आयो मात्रै छ नि त्यो के गर्नु अनि त्यो भएर आज चाहिँ टक्क लाएर घुम्नु पनि हुन्छ भ्लग पनि हुन्छ भनेर टक्क लाएर अनि त्यो भएर आज चाहिँ बनाइदिएको जो पर्ला भनेर धेरै ग्याप भइसक्यो नि त मजाको भ्युजहरू पनि आउनु थालिसकेको थियो होइन अनि हाम्रो सबै कुरा राम्रो भइरहेको थियो ठिकै छ अब चाहिँ म यो भिडियो पनि अब हाल्छु म तर हिजोको र आजको मज गरेर हाल्छु म है त त्यही हो घाम मजाको चलिरहेको छ हावा चलिरहेको छ भ्यू खेतबारी बादलहरू हेर्नु बादलहरू आम्मा कस्तो मिठो थियो क्या आम्मा दामी थियो त्यही हो अब टक्क अझै अगाडि माथि अर्को त्यो लामो सिधाको पिज्जा पुगेपछि फेरि म कन्टिन्यू गर्छु है त ल है त गाइजी स्पोट खोज्दा कहाँ हो है पुरै त्यहाँ चाहिँ दामी रहेछ ताल जस्तो रहेछ होइन पाइपको रहेछ खै केटाहरूले कहाँ ल्यायो भनेको अचम्म लाग्यो मलाई त पुग्ने कता बाटो हेर्नु बाटो यस्तो धरा बाटोमा हिँड्नु छ फेरि म अन्त फेरि रिक्स लिएर पुरै हिँड्नु छ फेरि एक मिस गेम फिनिस हुनेवाला त्यही हो बल्ल पुग्नु त पुग्यो ठाउँ चाहिँ पुग्यो तर कहाँ बस्ने भन्ने मात्रै कुरा भइरहेछ दुईजना हाम्रो वरिष्ठ जीहरूले डिसिजन लिँदैछ हाइवे चाहिँ यो हाल्यो अहिले नयाँ हाइवे भर्खर बनाउँदै यहाँ भर्खर फिनिसिङ भएर बसेको छ आनन्द बल छ बस्यो है यतिको सेम नेपालको भाइ फेरि चाहिँ सेम नेपालको अनि हावा चलिरहेको छ सर यतिको भइसक्यो नि कहाँ अनि विदेश फिल हुँदैन नि धेरै पराउनु सिटीबाट हाम्रो सिटीमा छ सिटीबाट धेरै हिँड्नु पर्दैन अलिकति यो एरिया चाहिँ अलिक नजिकै पर्छ क्या टक्क नजिकै पर्छ टक्क आयो धेरै चाहिँ हिँड्नु पर्दैन 10-15-20 मिनट 25 मिनट हिँडे चाहिँ टक्क आइहाल्छ हिँडेरै मजाले आयो भने आइहाल्छ आएपछि कम त मजा आउँछ यो देख्दा चाहिँ अनि जस नेपालको चाहिँ नेपाल त अभियस मिस त भइहाल्छ होइन भएको कुरा हो मिस त भइहाल्छ तर मिस भयो नि त यो इन्भाइरोमेन्ट देख्दाखेरि चाहिँ हेर्नु न यस्तो इन्भाइरोमेन्ट देख्दा अनि चरा कराउने यताउति जङ्गल पुरै सुन्दर जल होइन अन्त नानथानको जङ्गल यताउतिको जस मिठो भाइब्स आउँछ
त्यही हो ल अहिले ठ्याक्क बस्ने ठाउँमा गएपछि कन्टिन्यू गर्छु बाटो धराएको छ 1 मिनट गेम फेरि हुन आल्छ है त अहिले हामीले चाहिँ हुन्छ नि होइन यो ठाउँ चाहिँ डिसाइड गऱ्यौँ सानो गौचरण रोमानिया भन्छ खै कुन एङ्गलबाट रोमानिया देख्छ यो ठाउँलाई चाहिँ मलाई अचम्म लाग्छ हाम्रो त सिटी छ सिटीमा चाहिँ छ होइन तर यहाँ चाहिँ ल झट्टै हो त कसले चाहिँ हो नि त रोमानिया नै हो तर खै हेरौँ न ल पुरै तर भाइब चाहिँ भने त मैले नेपालकै भाइ सोच्छु कि नेपालकै भाइ त्यो कहीँ जाँदैन नेपाल कहीँ रोमानिया आयो भने त्यो नेपाल कहीँ अब त्यस्तै अब ब्रासो सिटी नै मेन सिटी बुकारेस्ट सिटी होइन तिमिसोरा कोस्टन्डा यताउति पऱ्यो त ठिकै छ तर हुन्छ नि हामीलाई चाहिँ हुन्छ नि त्यही हो क्या आयो कति 8 महिना 7 महिना 8 महिना भइसक्यो होइन 8 महिना भइसक्यो त्यही पनि त्यो घरको भाइब चाहिँ अब कहिलेकाहीँ यसो अब म घर परिवारको यताउतिको याद त आइहाल्छ साथीभाइको याद आइहाल्छ तर त्यो बाहेक चाहिँ हुन्छ नि त्यो देशै हुन्छ नि नेपालै मिस गर्छु डाँडाकाँडा मिस गर्छु भने चाहिँ छैन किनभने डाँडाकाँडा हरियो चौर होइन भेडा बाख्राहरू खोला अझै यहाँ भन्दा अलिकति तल खोला छ खोला यहाँ तल अलिकति खोला छ अनि खोला छ ल अहिले कन्टिन्यू गर्छ है त ल अलि अगाडि गएपछि ल गाइस फाइनल्ली अब चाहिँ हाम्रो यही जे छारीतिर बसिदिउँ न कस्तो दामी छ हेर्न ल पानी टक्क लगाएर स्विमिङ पुल जस्तो पनि रहेछ हो अहिले मजा आयो तर मजा आयो खतरा पानी मजा आयो हेर्न कोही छैन दूर दूरसम्म अर्को सिटी भने के हो त्यो सानो घर टरहरू त्यहाँ रहेछ हामी भने चाहिँ फाइनल्ली यही स्पोट हामीले छानेको छौँ अन्त के हो यतै हो के छ दाइ डाइभ हान्ने आउँदैन 1-2 महिना पछाडि हान्नु पर्ला अच्छा अनि ल गाइस त अहिले कन्टिन्यू गर्छु फेरि कन्टिन्यू भने चाहिँ पार्टी गरौँ न होइन हल्का रमारी चिप्स छ यता चाहिँ अब हल्का अब ड्राई पिकनिक टाइपको टक्क दाजुभाइहरू बस्ने हो होइन टक्क लगाएर गर्नु पर्छ तर भ्यू चाहिँ दामी छ यस्तो मिठो यो हुन्छ नि अब क्यामेरामा देखेको छैन तर आँखाले चाहिँ यस्तोमा पर हिमाल बादल होइन यस्तो भयो होइन खोला यहाँ अनि यस्तो देखेको चाहिँ नि नेपाल फर्किन मन लाग्छ त नि है कहाँ नेपाल भन्दा नेपाल त नेपाल भएको तर सेम एउटै छ क्या सिनारियो प्लस अनि भ्यू भाइब सबै एउटै छ ल हुन्छ अहिले कन्टिन्यू गर्छु फेरि ल गाइस हामी त हुन्छ नि बस्दा हुन्छ नि त्यहाँ घाम लागिरहेछ यतै पानी पऱ्यो रे पुरै पानी परिसक्यो पुगिसक्यो अब चाहिँ अहिले हामी त बङ्करमा यो अगाडि बङ्कर रहेछ होइन टक्क बन्द ठाउँ रहेछ त्यहाँ जाँदै हो यहाँ माथिबाट पानी मजाले खतरा परिसक्यो क्यामेरामा देखेको छैन होला यता घाम लागिरहेछ फेरि बस्दा पानीको हेर्न पानी परिसक्यो खतरा पानी पऱ्यो अब कुद्नै पर्ने कन्डिसन आयो गाह्रो छ पानी पऱ्यो एक्कासी हुन्छ घाम लाग्दा पानी पऱ्यो कस्तो अचम्म भनेको उता पनि घाम लागिरहेछ यहाँ त होइन पानीको छिटा हेर्नु न ज्याकेट भिजेको हेर्नु न कस्तो ठुलो पानी पऱ्यो त नि पानी पऱ्यो डेन्जर पानी पऱ्यो हुरी बतासिसक्यो त पुरै ओहो नसक्ने पऱ्यो त नि उडाउँछ क्या कस्तो परेको त हेर्नु त म यहाँ ओतमा यसको पिल्लरको ओतमा आएर बसेको आम्मा कुद्दै नसक्ने भएपछि त्यहाँ कुदेर गइसक्यो त दुई अन्त कुद्दैछ त्यहाँ कुदेर कुद्दैछ त्यहाँ म त कुद्दै नसक्ने भयो त्यत्रो पऱ्यो त म त भिजिहाल्छु नि आम्मा खतरा पानी पऱ्यो त्यहाँ एक्कासी क्या अब त्यो अन्त ल आम्मा जाडो अलि कन्टिन्यू गर्छु म ल गाई हामी आउनु त आयो हुन्छ नि होइन यहाँ त बाटो हेर मेरो जुत्तै अड्किएर मेरो त मजा हेर
जुत्ता कहाँ छ भने जुत्ता आमा बाटो पानी परेर के सब पानी परेर हो त्यसो अब चाहिँ पानी पर्दा 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 त्यो हुन्छ नि ओ त्यहाँ बसिरहेको थियो त्यहाँ अगाडि त्यहाँ त्यो पिलरको अगाडि बसिरहेको थियो अब चाहिँ हामी रुम जान थालेको भनेको तर हेरौँ त जुत्ताको हालत जुत्ता बाटो हेरौँ है त्यो अब चाहिँ रुम जान थालेको त्यो एउटा भ्लग पनि इन्ड गर्नुपर्ने हुन्छ होइन किनकि अघि त्यो बनाएको थियो कन्टिन्यू गर्ने भनेको यता पानी पर्ने के गर्ने भाइसरा पनि त पानी पर्ने यता गरेर गर्नु त पऱ्यो तर जुत्ता हेर्नु न एक्लो त माटो नै छ त्यो सबैजना त्यो यस्तो हो म त कन्टिन्यू गर्ने भनेर भनेको सोच त बनाएकै हो होइन तर त्यस्तो चाहिँ कारणले भएको छैन जस हुन्छ नि धेरै पछि यो अब जस यो भ्लग चाहिँ आउँछ होइन आएको छ होइन सबले हेर्नु होला राम्रोसँग इन्जोय गर्नु होला इन्जोय गर्नु पनि कुरा त केही पनि छैन त्यही पनि राम्रोसँग इन्जोय गर्नु हेर्नु आफ्नो ख्याल गर्नु सबैजना होइन आफ्नो केयर गर्नु राम्रोसँग बस्नु त्यसो अब चाहिँ कन्टिन्यू हाल्छु होला म हाल्छु नि अब चाहिँ अलिकति एक्टिभ हुनै पर्ने भएको छ त्यही हो हेर्नु टक्क भ्यू हेर्नु हामी चाहिँ अघि उयो तलबाट बसेको अब चाहिँ हामी रोडमा आइपुग्यो तर हालत भनेको हेर्नु त जुत्ता नै कति जुत्ता नै जतिको भएको छ त्यो सबैजना बस्नु राम्रोसँग बस्नु होइन केयर गर्नु सबैजना है त्यही हो ल हुन्छ हस् त मैले भ्लग चाहिँ इन्ड गरिदिएँ होइन ल बाई